दादाहरूको घर, पुरानो घर। यतापट्टि ढुङ्गेल भाइको घर र बाटो। ओ पर राम मन्दिरको कालोमा पर घरहरू देखिँदैछ यो बिचमा। यता परसम्म देखिन्छ सुपारी बगानहरू के टिक बगानहरू। यहाँ मेघना दाजुहरूको घर, यामना दाजुको घरहरू। यो सोमनाथको बगैँचा, सोमनाथ दाईको घरहरू, नारायण दाईको घर। यतापट्टि पर झरना दिदीको घरहरू। मालदाईको दोकानबाट उता पोस्ट हार्भेस्टको गेट पनि देखिँदैछ। यस्तो देखिँदो रहेछ यसरी हेर्दाखेरि। यहाँ पर सिजना चोक मन्दिरको घरहरू देखिँदैछ। पार्वती दिदीको घर, लिबु दाजुको घरहरू। पर कृष्ण व्यास आश्रमको भवनहरू देखिँदैछ। खानेपानीको ट्याङ्कीहरू देखिँदैछ। शान्ति बिनाजुको घर, हाम्रो घर, हाम्रो सुपारी बगान। यसरी चारैतिर अग्लो ठाउँमा पुग्दाखेरि त धेरै अग्लो जस्तो देखिँदो रहेछ यहाँबाट। पर दाजु आउनुहुँदैछ। चोकतिरबाट दाजु आउनुहुँदैछ। छतभरि पानी जमेको छ अहिले, पानी लगाएर।